यो एकताले र यो एकबद्धताले हामी मुलुकलाई परिणाममा लिएर जाँदैछौँ। अब कुनै पनि किसिमका षड्यन्त्रको राजनीति नहोस्। मैले पार्टीको एकताहरूको धेरै समाचारहरू पढेको छु, देखेको छु, हेरेको छु। एकताका दिनमा अनुहारमा देखिएका आँसुहरूको पनि मलाई अन्दाज छ। त्यो एकताहरू भाँडिएका, भड्किएका र निराश भएका अनुहारहरूको पनि तस्बिर मेरो आँखामा झल्काइ छ। आज यो मिलनको बेलामा, यो खुसियालीको बेलामा, यो सङ्गमको बेलामा मैले अन्य कुरा गर्नु पर्दैन, तर तपाईँ हाम्रो प्रतिबद्धताको आधारमा नै तपाईँ हाम्रो मित्रताको आयु निर्धारण गरेको यो हामीले नै प्रमाणित गर्नुपर्छ, अरू कसैले प्रमाणित गर्नुपर्छ छैन। देशको र इतिहासको यो आवश्यकतालाई हेरेर हामीले के गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले तय गर्ने। राजनीतिक दलका रूपमा अघिल्ला पुस्ताका राजनीतिक दलहरूले चुनाव अगाडिको अप्राकृतिक लाग्ने गठबन्धनदेखि, प्रधानमन्त्रीका कार्यकालबाट थालेदेखि, पार्टी सभापति र अध्यक्षमा कुर्सी नै काटकुट गरेर दुईटा तिनवटा राख्नेदेखि विभिन्न अभ्यासहरू भयो। हामी यो सबै अभ्यासको युगबाट एकैचोटि डिपार्चर लिने हो, एकैचोटि बाहिर। एउटा पार्टी, एउटा झन्डा, एउटा चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा अध्यक्ष, एउटा सभापति, बस एकैपल्ट। अब हामी धेरै यो टालटुले राजनीतिको बाटोबाट जान सक्दैनौँ। त्यस कारणले हामीले सम्मानजनक मध्यम आय भएको देशमा पुर्याउँछौँ 10 वर्षभित्र भनेर हामीले यसै भनेका होइनौँ। र जुन उत्साहका साथ आज देशभर र विदेशमा चलिरहेका नेपालीहरूले जुन अन्दाज राष्ट्रवादको यो विस्तारलाई लिएर जुन उत्साह देखाउनु भएको छ, यो उत्साहलाई हेरेर म यति नै भन्न सक्छु, डाक्टर सोरेन बहादुर यहाँ हुनुहुन्छ। डाक्टर साहब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्। नेताका रूपमा, पार्टीका रूपमा हामीले के गर्नुपर्छ? हामी वर्षमा आफ्नो स्वार्थलाई अगाडि राखेर हुँदैन, देशको स्वार्थलाई अगाडि राखेर म 5 वर्षको देशको हितलाई ध्यानमा राखेर नेताका रूपमा यो देशलाई विकास गर्ने, कुशासनको युगबाट एकैपटक बाहिर निकाल्नु, भ्रष्टाचारको युगबाट एकैपटक बाहिर निकाल्नु, नेताका रूपमा, पार्टीका रूपमा के गर्नुपर्छ हामी गर्छौँ। जनताका रूपमा तपाईँको हातमा काम होस्। यति मात्र होइन, अहिले चाहिँ देखिएको छ त्यसलाई ट्रेलर मात्र मान्नुहोस्, सिनेमा त हामी पनि देखाउँछौँ। तर प्रतिशोधपूर्ण होइन, प्रतिशोधको श्रृङ्खलालाई मैले बिर्सिसकेको छु। जुन दिन मुखबाट बाहिर निस्के मेरा मुद्दाको मेरो प्रभाव माथि बाँकी नै छ, मलाई त्यसको पर्वा हिजो पनि थिएन, आज पनि छैन। त्यही भैरवामा कालपोखरीभित्र गोलघरभित्र पुगेर राख्दाखेरि पनि भ्रष्टाचारीको साथो लिने क्षमता चाहिँ मैले कहिले पनि बनाएँ। किनकि देशले जबरजस्त परिवर्तन खोजिरहेको छ, परिवर्तन र इतिहासको पन्नालाई च्याप्ने, इतिहासको बहावलाई नै रोक्ने जुन प्रयास गरेको थिए त्यसको परिणाम हो। तर पार्टीका रूपमा, नेताका रूपमा हामी त्यहाँ पुग्न पुग्छौँ जहाँ पुग्दाखेरि जनताले भोट हालिदिए भने देशले परिणाम दिन सक्छ, देश नयाँ बाटोमा जान्छ। हामी त्यसको लागि तयार छौँ। विशेष गरी पार्टी सभापतिका रूपमा मेरो काममा विशेष जिम्मेवारी आएको छ। यो विशेष जिम्मेवारीलाई म नेपाली जनताको विश्वासलाई साथमा लिएर र नयाँ आउनुभएका साथीहरूलाई विश्वासमा लिएर म दृढताका साथ निभाउँछु। म तपाईँलाई वचन दिन चाहन्छु, दायाँ बायाँ कहीँ बदलिने हुँदैन, कसैले दायाँ बायाँ गर्न पर्दैन। तपाईँ हाम्रो हातमा आज पार्टीका रूपमा हामी जोडिएका साथीहरू र अहिले अगाडि बढ्ने साथीहरू हाम्रो हातमा अहिले यो हलमा भएका मान्छेको मात्र होइन, तपाईँको घरमा भएका बाबुबारीहरूको भविष्य पनि अहिले हाम्रो कारणमा आइपुगेको छ। चाहन्छु कुरा हुने साथी, घरमा भएका साना केटाकेटीको मात्र होइन, अब जन्मन बाँकी भएका केटाकेटीहरूको भविष्य पनि हाम्रो काममा आएको छ। खेलाची गर्ने समय होइन, खेलवाड गर्ने समय होइन, र हामी सक्छौँ, हामी सक्षम छौँ। त्यसैले म सबैलाई यही भन्न चाहन्छु, जति पनि शक्तिहरू सर्वलाइरहेका छन् अब यो इतिहासको यो सङ्गीन मोडमा देशले एउटा राम्रो इतिहास लेख्न गइरहेको, देशले एउटा सुनौलो भविष्य कोर्न लागेको यो बेलामा डिस्टर्ब गर्ने होइन, जस्ट सिट डाउन। Please do not disturb, just sit down. ब्यालेट बक्समा भेटौँ, ब्यालेट बोलौँ, ब्यालेटले यो देशको भविष्य निर्धारण गर्नेछ। ब्यालेटमा
मतपत्रमा अलमल नगरिकन घन्टीमा हाल्नको लागि हामी तयार भएर साथीहरू, राजनीतिक दलहरू, अभियन्ताहरू सबैलाई बोकेर एकै ठाउँमा लिएर गएका छौँ। समाजले चिनेका, जानेका, मानेका, हर पहर तब्काका, सङ्घर्ष गरेका, थरवट आन्दोलनदेखि लिएर अन्य विभिन्न पहिचानवादी आन्दोलनदेखि लिएर विभिन्न पेसा व्यवसायमा भएका सबै साथीहरूलाई एउटै मालाभित्र उमेर हामी घन्टी चुनाव चिन्हमा गोलबद्ध भएर आउनुहोस्, हामी आउँछौँ, हामी सबैजनालाई एक ठाउँमा लिएर आउँछौँ। तपाईँले कहाँ भोट हाल्ने भन्ने कुराको अलमल हामी तपाईँलाई गर्दैनौँ, तपाईँले अलमल गर्न पाउनुहुन्न। व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर देशको हितलाई ध्यानमा राखेर हामी देशबाट साँच्चै म्याजिक गर्ने तयारीमा छौँ। त्यो म्याजिकका लागि कहाँ कसले के त्याग गर्नुपर्छ हामी सब तयार छौँ। पार्टीभित्र गुटो गुटको कुराकानी गर्नुपर्ने, म यतिजना मान्छे, म उतिजना मान्छे भन्ने कुरा गर्ने, त्यो युगबाट हामीले बाहिर निस्किनुपर्छ। मुलुकलाई विकास दिने कुरामा एउटा सानो झुन्डमा एउटा सानो मान्छे सानो ठाउँमा बसेर सोच्न थाल्यो भने मुलुकले विकास पाउँदैन। म देखिरहेको छु हाम्रै पार्टीभित्र पनि साथीभाइहरूले योगदानको मूल्य मान्ने बेला भयो भने जस्तो यो हामीले त योगदान दिएको थियो भन्नुपर्छ। योगदानको मूल्य मान्ने बेला भएको छैन साथीहरू। यसलाई योगदान दिने बेला भयो, कसैले पनि योगदानको मूल्य मान्ने बेला भएको छैन। र पार्टीको विभिन्न पोजिसन र चुनाव आउँदाखेरि टिकटका लागि अथवा अहिलेदेखि नै जोडिएका साथीहरू होस् अथवा पुराना साथीहरू बिच म यहाँको उम्मेदवार, म उहाँको उम्मेदवार भन्ने जुन होडबाजी चलेको छ त्यो होडबाजीलाई एकैपल्ट खारेज गर्नु होला। एउटा विधि र प्रक्रियाबाट को कहाँको उम्मेदवार भन्ने कुरा पार्टीले तय गर्छ, अनुशासित ढङ्गले तय गर्छ। र नयाँ जोडिएका साथीहरूमाथि अन्याय हुने छैन, यो ग्यारेन्टी भयो। नयाँ जोडिएका साथीहरूको त अन्याय हुने छैन, ग्यारेन्टी भयो। व्यक्तिले न्याय गर्न सकिन्छ सकिन्न थाहा छैन, सिङ्गो अभियानलाई अन्याय गरिने साथीहरू, यो ग्यारेन्टी भयो। आशाको कुरा गर्नुपर्नेछ, हामीले बनाउनु पर्नेछ, हामीले धेरै कुरामा ध्यान दिनुपर्नेछ। त्यसैले अबको हाम्रो राजनीतिक चरित्र, अबको हाम्रो सपना, अबको हाम्रो योजना